कल्पना गर्नुहोस् तपाई यस्तो शहरमा बसिरहनु भएको छ जहाँ पानी हप्तामा एक पटक मात्रै आउँछ। हो, काठमाडौँ नेपालको मुटु, तर प्यासले मरिरहेको थियो। तर आज फेरि चमत्कार जस्तो पानी बग्न थालेको छ। मेलम्ची आयोजना फर्किएको छ। वर्षौं अघि एउटा सपना देखिएको थियो। मेलम्ची खोला 27 किलोमिटर टाढाबाट सफा चिसो पानी काठमाडौँ ल्याउने सपना। तर वर्षौंसम्म आशा निराशा, राजनीति र विवादहरू चले अनि 2021 मा पानी बग्न थालेको थियो। तर दुर्भाग्यले विपत्ति आइपुग्यो। 2021 को जुन महिना प्राकृतिकले आफ्ना सबै शक्तिहरू अनलिसेट गर्यो। बाढीले इन्टेक स्ट्रक्चर भत्कायो, सुरुङहरू पुर्यो र काठमाडौँको नयाँ जीवनधारा थामियो। अर्बौं रुपैयाँ पानीसँग बग्यो र आशा पनि। तर नेपालीहरू हार मान्दैनन्। बाढीको जोखिम हुँदाहुँदै कामदारहरूले सुरुङ सफा गरे, इन्टेक पुनर्निर्माण गरे अनि 3 वर्षपछि 2081 सालमा फेरि मेलम्चीको पानी काठमाडौँ भित्रियो। दैनिक 17 करोड लिटर पानी इतिहासमै पहिलो पटक काठमाडौँका धारा बुझिएका छन्। र यो मात्र सुरुवात हो। अब इन्टेक स्थलबाट सार्कथलीतर्फ 800 मिटर माथि सार्ने योजना छ, जहाँ बाढीको जोखिम कम हुनेछ। अझ ठुलो योजना याङ्गी र लार्के खोलाबाट समेत पानी ल्याउने, जसले पानीको आपूर्ति 510 करोड लिटर प्रतिदिन पुर्याउनेछ। तर सबै खुसी भएका छैनन्। मेलम्ची माथिल्लो क्षेत्रका स्थानीयहरू क्षतिपूर्तिको माग गर्दैछन्। सुरक्षाको ग्यारेन्टी, उचित क्षतिपूर्ति र वातावरणीय संरक्षण नहुन्जेल उनीहरूले आयोजना अवरुद्ध गर्ने चेतावनी दिएका छ। आज मेलम्ची एउटा आयोजना मात्र होइन, यो सपनाहरूको पुनर्निर्माणको कथा हो। यो प्रमाण हो जब नेपालले ठुलो सपना देख्छ र कडा सङ्घर्ष गर्छ, असम्भव केही पनि छैन। यदि तपाईँ नेपालको भविष्यमा विश्वास गर्नुहुन्छ, यदि तपाईँ सपनाको लडाइँमा विश्वास गर्नुहुन्छ, यो भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नुहोस्। पानी भनेको जीवन हो र आज जीवन फेरि काठमाडौँमा फर्किएको छ।